तपाईँको दाँतले भ्यायो भ्यायो त त्यसै निले नि हो त्यो छालाहरू त्यसै निली पठाएँ मैले भरे अब त्यसै निस्किन्छ होला आयो मायाले त मोमो खाएर बस्नुभएको हो झन्नै सर्केर मरिन साथी गाइस हो यहाँ चाहिँ मैले बनाएँ हेलो हाई नमस्ते सेवारो फेरि पनि स्वागत छ मेरो च्यानललाई आफ्टर धेरै ग्यापिङ पछाडि म हजुरको सामने उपस्थित भइसकेको छु र आज चाहिँ के छ बाहिर टाइटल प्लस थम्बनेल हजुरहरूले हेरेर पक्का नि थाहा पाइसक्नुभयो होला आज चाहिँ के विशेष के छ भने आज चाहिँ भनेको चैतको पनि हिजो लास्ट थियो होइन 29 गते अनि आज 31 गतेसम्म थियो होइन सायद अनि आज चाहिँ रहेको छ वैशाख 1 गते यानि कि ह्याप्पी न्यू इयर 2081 देखि पार हुँदै गएर 82 भएको छ सबैजनालाई पनि यो भिडियो मार्फत सबैजनालाई ह्याप्पी न्यू इयर 2082 भन्न चाहन्छु सबैजनालाई सो गाइस देख्न सक्नुहुन्छ नि आजको अब न्यू इयरको दिनमा चाहिँ पहिला नेको चाहिँ लटमा योभन्दा अगाडि 81 को अगाडि चाहिँ अलिक 80 समथिङ कतिमा चाहिँ हामी कहाँ गएको थियौँ त होइन काकाहरू आउनु भएको थियो बहिनीहरू आउँदाखेरि चाहिँ हामी चाहिँ स्विमिङ गर्नुको लागि इपिल्यान्ड गएको थियौँ न्यू इयर पनि अब यो पालि चाहिँ हामी के गर्छौँ भने घरमै फ्यामिलीहरूसँग सेलिब्रेट गर्छौँ र आजको प्लानिङ चाहिँ के रहेको छ भने आजको प्लानिङ चाहिँ रहेको छ मोमो बनाएर खाने भन्ने प्लानिङ पनि रहेको छ प्लस आज चाहिँ हाम्रो बिजी थियो अलिकति टाइट सेड्युल प्लस बिजी थियो किनभने अब हुन्छ लाइक अस्ति नैको भिडियोमा नै हजुरहरूलाई मैले अभियसली भनेको थिएँ के थियो भन्दाखेरि पुरा क्या हाम्रो घरमा पुरा हेर्दैन अब ओभर हेर्नु यस्तो मेसी छ कि यो सबै कलरहरू चेन्ज गरेको यस्तो छ होइन कलरहरू चेन्ज गरेको होइन ओभरअल होइन रुमदेखि लिएर बाहिर मेकओभर गरेको छ नि त होइन कलरको त्यो कारणले गर्दाखेरि भिडियो पनि खासै बनाउनु पाइरहेको थिइनँ र आज चाहिँ के हुन्छ र यो विशेष आज न्यू इयरको दिन 2082 को दिन स्टे ट्युन हेर्दै गर्नु होला मेरो भिडियो ओके म तपाईँहरूलाई थोरै अपडेट दिइरहने छु ओके स्टे ट्युन म चाहिँ यहाँनिर पेन्टर हुन लागेको किनभने लाइक अब यहाँनिर यो थन्काइदिइहाल्नु पऱ्यो कि हेर्नु न यस्तो छ होइन डोन्ट माइन्ड इट यस्तो मेसी छ कि यहाँ हेर्नु न सबै सामानहरू किनभने यो पनि मिलाउनै पर्ने छ किनभने यहाँनिर दिदीहरू चाहिँ माथि दिदी फुपूहरू बाजे बोजूहरू सबै माथि हुनुहुन्छ माथि जस भनौँ न खानासानाहरू के गर्दै हुन्छ म चाहिँ यहाँनिर रुमहरूदेखि लिएर बडारकुँडारहरू अघि गरिसक्नु भयो होला यताउता तर यहाँनिर पनि मैलो छ अनि आज न्यू इयरको दिन त के अरे तपाईँहरू सबैजनालाई थाहा छ न्यू इयरको दिन नयाँ वर्षको दिन घरदेखि लिएर सबै सफा गर्नुपर्छ मेबी सबै त सफा नहोला किनभने स्टिल होइन अब आज त के अरे काम गर्ने अङ्कलहरू पनि आउनु हुँदैन दाइहरू उहाँहरूको पनि छुट्टी अनि त्यस पछाडि छुट्टी भएपछि अनि भोलि फेरि आउनुहुन्छ कलर लगाउनुको लागि अनि त्यस पछाडि फेरि ओइ मेसी हो जति सक्दो जता भ्याउँछु हो तिनीहरू चाहिँ म सबै के अरे यो कलर के भन्छ त्यो पुष्पासहरू गरेर बराबर गरेर अलिक निट एन्ड क्लिन बनाउने कोसिस गर्छु अनि म चाहिँ यहाँनिर पेन्टर पनि हुँदैछ हेर्नु न पुरा ब्रुस लिएर यहाँनिर क्या यो हाम्रो यो फर्निचर हो क्या यहाँनिर बुक्सहरू राख्छौँ नि त होइन बुक्सहरू राखेकोमा चाहिँ के अरे यहाँनिर अलिकति यो के भन्छ कुन कलर अरे यो ब्राउन कलर नै म्याचिङ हुन्छ अनि यहाँ अलिअलि लाउनु पर्यो भनेर यहाँ कता खुइलिएको छ कि अलिक नयाँ फर्निचर बनाऊँ न भनेर सोचेर क्या सो म चाहिँ पेन्टर पनि हुन्छु दिस इज द रेडी पुरा रेडी भइसक्यो कलर लगाएर ल म फेरि घरतर्फ जाँदैछु सामानको धोको लिएर है लिएर आएँ यस्तो घाममा मेरो खुट्टा सुट्टा सब कालो भइसक्यो त सो गाइज अब चाहिँ यहाँनिर हामी खानासाना खाएँ मैले अघि आएर मिक्सर ल्याएर मोमोको सको सामान सबै रेडी भइसकेको छ अब चाहिँ रहेको छ विशेष अब हाम्रो सरसफाइ गर्ने कार्यक्रम रहेको छ सो ढिलो नगर्न छिटो सरसफाइ कस्तो घिनलाग्दो देखेको सो अब ढिलो नगरिकन हामी छिटो काम सरसफाइ गरिसक्छौँ सफाइ गरिसकेपछि हामी तपाईँहरूलाई भेट्छौँ किनभने मोमो पनि बनाउनु पर्छ ओके स्टे ट्युन देयर ओके सी देयर सो
अनि फेरि पनि म आइसकेको छु र हाम्रो चाहिँ के भन्छ अरे हामीले सरसफाइहरू गऱ्यौँ माथि तलसम्म अब जति जति हुनेछ किनभने भोलि पनि आउनुहुन्छ कलर लाउने अनि ठिक्क ठिक्क जाँदा बडालकुरा गरेर पुछताछहरू गरिसक्यौँ आज नयाँ वर्षको दिन प्लस अनि हामी दिदी र म नुहाइधुवाइ पनि गरिसक्यौँ नुहाइधुवाइ गरिसकेर अहिले चाहिँ अब हामी सायद 1:30 बजिसक्यो होला 2 बज्नु आँट्यो जस्तो लाग्दैछ अब चाहिँ हामी मोमो बनाउनुतर्फ लाग्दैछौँ त्यस पछाडि ओके अब चाहिँ हामी ढिलो नगरिकन किनभने यस्तो तनाव जिन्दगी तनाव छ भने नि भोलि मेरो इक्जाम छ र आज न्यू इयरको दिन परेको छ तनाव छ भोलि बिहानै गएर इक्जाम लेखेर पनि आउनु पर्ने छ गएर धुन्छ के धुन्छ यस्तो काम दिदी यो पिएचडी गरेको हामी चाहिँ यहाँनिर ठुली यहाँ हुनुहुन्छ ठुलीले यहाँनिर डल्लो बनाइदिँदै हुनुहुन्छ लुगाहरू पनि गयो भन्दा यहाँनिर चाहिँ यो चाहिँ मोबाइल पनि चलाउँदैछ अब यसले के गर्छ त्यसलाई बल्ल भन्दा भाँडा धोएर आएको छ अब म चाहिँ टमाटरको सरी ल अल्छी गर्दिनँ तल काम लगाएको सरी छोडिदे त्यस्तो कुरा छोडिदे अनि अब म टमाटरको अचार बनाउनु जान्छु अनि त्यस पछाडि दिदीहरूले यहाँनिर गर्छ त्यस पछाडि ओके यसले बेल्दैछ दिदीले यहाँनिर सकेपछि त आनन्द पो हुन्छ। बनाउँदैछ ठुलीको काम रहेको छ ठुलीले यहाँ गोलो बनाउँदै हुन्छ सो यहाँनिर चाहिँ आँखामा आँसु आयो होला है रोएर यहाँनिर प्याज काट्दा पर्दा यहाँनिर रोइ सकिन्छ रोइरहेछ अचारको लागि आज यहाँनिर एक्स्ट्रा स्पाइसी डल्ले खोर्सानी म एड गर्छु एकछिनतिरमा झन्नै सर्केर मरिन साथी गाइस Oh my god. तो अलिअलि खोर्सानी एक्स्ट्रा सरी त्यो के भन्छ अरे डल्ले खोर्सानी क्या अलिअलि कुटेर आएको थियो क्या लाइक भरे पिनिँदैन नि त मिक्सरमा कतिपय डल्लो रहन्छ र पिरेर लगाएको त्यसको धुलो छिरेको होला यहाँनिर गाह्रो भयो हो यहाँ चाहिँ मैले बनाइसकेको छु अचार उयो गरेर अनि आज भित्र अचार पनि रेडी भइसकेको छ अनि यहाँनिर चाहिँ यहाँनिर भानमा चाहिँ 1 2 3 भानमा चाहिँ मोमो इज रेडी कुक हुँदैछ अनि त्यस पछाडि अब चाहिँ एकछिन बस्छौँ ओभर गर्ने भयो झन्नै मरिन त्यो त्यसको राप होला कि मुखभित्र अब यहाँदेखि नाकदेखि नि पस्छ यहाँदेखि नि पसेछ कस्तो उयो भएर खोक्दा अब एकछिन अब त्यो अचार पनि पाकिसकेको छ त्यसलाई पनि अब एकछिन सेलिनु दिनुपर्छ सेलाउनु दिइसक्छु अब किनभने त्यतिकै राख्दा तातो हाल्नु हुँदैन नि त होइन अनि त्यस पछाडि अनि अचार बनाइसकेपछि ठ्याक्क यो मोमो पनि भाँडाको पनि यहाँनिरको यसको पनि रेडी हुन्छ होला अनि त्यस पछाडि हामी खान्छौँ के हुन्छ अरे राति हुन्छ खाँदाखेरि अरे एकजनालाई खुवाइदिनु पर्यो अब एज यु नो द्याट एभ्रीबडी सबैजनालाई थाहा छ होला हाम्रो घरमा चाहिँ कलरिङको काम हुँदैछ भनेर कलरिङ तर अहिले कलरिङको चाहिँ म त के भन्छ अरे उयसको भ्लग चाहिँ म ल्याउँदिनँ अहिले के भन्छ अरे यो ओभरअल जस घरको कलरिङहरू गरेको किनभने आज चाहिँ रहेको छ न्यु इयरको स्पेसलको हुनेछ सो स्टे ट्युन अझै बाँकी नै छ माए तल हुनुहुन्छ बाजे यहाँ माथि हुनुहुन्छ दिदी यहाँ छ अनि म चाहिँ यहाँ छु अब एकछिन हावा खाएर बस्ने हो अनि त्यस पछाडि सबै गर्ने हो यो के अरे ओभरअल होइन डेकोरेसन चाहिँ हल्का देखाउँछु कस्तो छ भन्दाखेरि यो पाइपिङमा जुन छ नि यो पाइपिङमा चाहिँ हाम्रो ब्लू खालको थियो हामीले यसमा रहेको छ पर्पल यो भनेको त एज युजुअल पहिलानेको कलर हो क्रिम कलर यो माथिको चाहिँ वाइट त वाइटै भयो यहाँनिरको यो पर्पलमा चाहिँ पर्पलमा अरे हामीले त्यो ब्लूमा चाहिँ पर्पल लगाएको हो चाहिँ कुन कलर थिएन पहिला चाहिँ यो कलर थियो भने हामीले अहिले चेन्ज गरेर चाहिँ यो कलर राखेको छौँ
गाइस हामी चाहिँ भर्खर म चाहिँ एकछिन रिटायर भएको यो गर्नुको लागि हैन ठुलो बोल थालको भ्लगमा सबैलाई स्वागत छ बोलिस दिदी हेर्न गाइस यो चाहिँ चिसो पानी है फ्रिजमा हाम्रै घरको लोकल पानी रक्सी चाहिँ हैन नि अरूको घरमा पनि हुन्छ चिसो पानी के गरेको हाम्रो घरको चाहिँ फ्रिज खतरा हो कि त्यसैले हाम्रो घरको अलिक राम्रो पानी हो क्या तपाईँलाई थाहा नै छैन क्या हाम्रो घरको फ्रिज कस्तो दामी छ यता छुरीको दिदा फर्काइदिए उयो ठुली फुपू काले हप्सी देखाउँदैछ तेरो क्यामेरामा त कालै छेस त भन्दा चाहिँ गोरै छु सरी ब्रो ए भर्खर जोइन भएको गाई थियो चाहिँ मक्का थियो भित्र अचार बनाउँदै थियो त्यसैले कामचोर भन्दिनँहरूलाई आज चाहिँ त अरू बेला त कामै चढ्यो दिस हियर वी गो दिस इज म तर यहाँ कस्तो टास्से छ हौ फुटेछ तर राम्रो भएको छ मेरो मोमो ओहो माए क्या मोमो खाइसक्नु भयो सक्यो त नि मिठो भयो मिठो भयो मिठो तपाईँको दाँतले भ्यायो भ्यायो त त्यसै निले नि हो त्यो छालाहरू त्यसै निली पठाएँ मैले भरे अब त्यसै निस्किन्छ होला आयो मायाले त मोमो खाएर बस्नुभएको हो हामीले नै खायौँ ह्याप्पी न्यु इयर भन्नु त ह्याप्पी ए ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर डु भन्नु त डु लाइक लाइक सेयर सेयर एन्ड एन्ड सब्सक्राइब गरिदिनु होला भन्नु त गरिदिनु होला वाउ अब चाहिँ हामी खानुतर्फ लागिरहेको छौँ खान्छौँ हामी ओ माई गड देख्न सक्नुहुन्छ अनि हामीले चाहिँ लगभग सबैजनाले खाइसक्यौँ अनि त्यसरी खाइसकेर पनि अब चाहिँ हामी कोही धन्दा गर्ने कोही के गर्ने होइन अनि मम्मीहरूले पनि खानु बाँकी छ मम्मी तुम्बाहरूले अनि उहाँहरूलाई राखिदिन्छौँ त्यस पछाडि हामी अब सरसर कामतर्फतिर लाग्छौँ अनि अब यस्तै हो हामीले पनि अब खाएर इन्जोय गऱ्यौँ न्यु इयरहरू ओभर एकदम मजाले अघि देखिसक्नु भयो होला हजुरहरूले अब त्यस पछाडि हेर्दै जाउँ के हुन्छ भनेर अनि यहाँ चाहिँ ठुली हुनुहुन्छ अनि अब चाहिँ